लालीमा बहुउद्देश्य रोजगारीमूलक सहकारी संस्थाले करैया 3 नाममा दर्ता भएको हो। संस्थाको कार्यक्षेत्र रूपन्देही जिल्ला राखी संस्थालाई आजको दिन यहाँसम्म ल्याइ पुर्याउन हाम्रा सम्पूर्ण अग्रजहरूको सल्लाह सुझाव सक्रिय सहभागिताको उल्लेख्य योगदान छ। सहकारी संस्था भन्नाले सदस्यहरूको एक आर्थिक पाटोको अभिभावकको रूपमा स्थापित भएको हो। समाजमा छरिएर रहेका ससाना पुँजीलाई बचतको रूपमा सङ्कलित बचतलाई आफ्नो सेयर सदस्यहरूलाई बचत गर्ने बानीको विकास गर्न र आफूलाई अति आवश्यक परेको खण्डमा 90% सापट्टि सेक्योर्ड ऋण लिन पाइने योजना पनि रहेको छ। एक थुकी सुकी 1000 थुकी नदी तथा चित उगाएर घैला भर्नु भन्ने हाम्रो नेपाली प्रचलित उखानलाई मूल मन्त्रमा आत्मसात गर्दै सबैको हित समुन्नतिको लागि अघि बढेको आज 27 वर्षमा पुगेको हामी सबैले गौरवान्वित महसुस गरेका छौँ। आदरणीय सेयर सदस्यज्यूहरू, यस संस्था स्थापनाको उद्देश्य सानो सानो बचतलाई सङ्कलन गर्ने, ऋण लगानी गर्ने, दुध डेरी कारोबार गर्ने, कृषिजन्य उत्पादनको खरिद बिक्री गर्ने, मल खाद बिउ बिजनको खरिद बिक्री गर्ने र सम्पूर्ण सेयर सदस्यहरूलाई लाभान्वित गर्ने थियो। तर समय परिस्थितिले गर्दा संस्थाले हाल बचत तथा ऋणको कारोबार, दुध डेरी एवं उपभोक्ता सस्तो खाद्यान्न तथा दैनिक उपयोगी वस्तुको कारोबार गर्दै आएको कुरा सर्वविदितै छ। नेपालको आर्थिक मन्दीको कारणले उद्योग व्यवसाय तथा रोजगारको क्षेत्रमा नकारात्मक प्रभाव परेको हामी सबैलाई अवगतै छ। यस परिस्थितिमा कतिपय उद्योग व्यवसाय त बन्द नै हुने स्थितिमा पुगेका छन् भने एकतिर सहकारीमा आबद्ध सेयर सदस्यहरूको आय आर्जनमा नकारात्मक प्रभाव परेको छ भने अर्कोतर्फ सहकारीको वार्षिक योजना तथा कार्यक्रम अपेक्षित रूपमा सञ्चालन तथा कार्यान्वयन गर्न कठिनाइ भइरहेको छ। यस विषम परिस्थितिमा पनि पुँजी वृद्धि तथा सेवा प्रवाहमा नियमित र निरन्तर लागि परेको कुरा निवेदन गर्न चाहन्छु। साथै आर्थिक वर्ष 2082 असार मसान्तसम्म आइपुग्दा सेयर सदस्य सङ्ख्या जम्मा 808 जना मध्ये महिला 471 र पुरुष 337 जना एवं ऋणीहरूको सङ्ख्या 226 जना रहेको ब्यौरा जानकारी गराउन चाहन्छु। संस्थाको वित्तीय अवस्था आर्थिक वर्ष 2082-88 असाढ मसान्तसम्म कुल सम्पत्ति तथा दायित्वहरू 9,38,32,556 रुपियाँ 92 पैसा, सेयर पुँजी रु 90,10,600, कुल बचत रु 5,80,41,647 रुपियाँ 67 पैसा, कुल लगानी रु 7,78,35,233 रुपियाँ र आएको नाफा रु 71,85,492 रुपियाँ 27 पैसा। सञ्चित नोक्सान हिसाब मिलाएपछि 46,24,276 रुपियाँ यो सञ्चित नोक्सान भनेको यो तपाईँको आन्तरिक लेखा प्रतिवेदनमा आउँछ, बुझ्नु होला। त्यतिखेर आयकर व्यवस्था 7,60,885 रुपियाँ 42 पैसा र कुल नाफा 25,61,216 रुपियाँ 27 पैसा रहेको छ। संस्थाको सहकारी सिद्धान्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य मान्यता संस्थाको दिगो विकास र विस्तारको लागि सहकारी नीति विधि तथा प्रविधिको माध्यमबाट सहज सरल र प्रभावकारी सेवा प्रवाहका लागि कटिबद्ध एवं प्रयत्नशील रहने प्रतिबद्धता साथै यस संस्थालाई सबल एवं सक्षम बनाउन अत्यन्त महत्त्वपूर्ण योगदान गर्नुहुने अग्रज संस्थापकज्यूहरूको राय सल्लाह सुझाव एवं मार्गदर्शनको अपेक्षा गर्न चाहन्छु। साथै यसै गरी लेखा समिति, विभिन्न उपसमिति, सेयर सदस्यहरूको सल्लाह सुझाव एवं सेयर सदस्यहरूको गौरवमय उपस्थिति सहयोगले संस्थाको गुणस्तरीयता र विकास हुने भएको हुँदा सहयोगको अपेक्षा राख्दछु।
भएको छ भने नेपालमा मर्यादित सहकारी र समुन्नत समाज भन्दै गत चैत्र 20 गते सम्पन्न भएको 68औं राष्ट्रिय सहकारी दिवस मनाइसकेका छौँ। यो सहकारीको सुरुवात नेपालमा 2013 साल चैत 20 गतेबाट सुरु भएको। मैले यो तपाईँहरूलाई किन जानकारी गराएको हो भने गत भदौ 17 गते राष्ट्रिय सहकारी नियमन प्राधिकरणले एउटा निर्देशन जारी गरेको छ। हामी जिल्ला सहकारी सङ्घ र हामीभन्दा माथिल्लो निकायहरू तपाईँहरूको यो कार्यक्रममा आएर बोल्ने अधिकार छैन। तर सहकारी शिक्षाको नाममा सदस्यहरूलाई जागृत बनाउने, सहकारी र सदस्यका सञ्चालक र सदस्य बीच, सहकारीका सदस्य र कर्मचारी बीच कस्तो सम्बन्ध स्थापित गर्न सकिन्छ भन्ने अभिप्रायले मलाई निम्ता गरेर केही कुराहरू राख्न दिनुभएको छ। तिनै कुराहरूको परिधिभित्र रहेर म यहाँ बोल्ने अनुमति चाहन्छु। सहकारी शिक्षा मार्फत हामीले परामर्श दिने हो। सहकारीका मूल्य मान्यता र सिद्धान्तभित्र रहेर बोल्नुपर्ने हुन्छ। कतै मैले भनेका कुराहरूले सञ्चालक समितिलाई चोट पर्न सक्छ, तपाईँहरूलाई चोट पर्न सक्छ। त्यो मेरो मनसा होइन। हामी नीतिसँग जोडिएका कारणले केही कुरा भन्नै पर्ने हुन्छ। साधारण सभा कम खर्चमा सम्पन्न गर भनेको छ। त्यो भनेको भोज भतेर नगर हामीलाई, मैले अघि अध्यक्षलाई भने यो खाना पनि नलाइदिएको भए हुन्थ्यो भनेको थिएँ मैले। हामीले त किनेर ल्याइसक्यौँ, लगाइदिनुपर्छ, लिनुहोस् भन्नुभयो, त्यो मैले स्वीकार गरेको छु। अर्को कुरा, सहकारी भनेको सहयोग, सहकारी र सहभागिताको बन्धन हो। हामी छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै सहकारीको रूपमा आजभन्दा करिब 27 वर्ष पहिले 2054 सालमा स्थापित भएको यो सहकारीमा आज तपाईँ र म बिच यो भेट्ने अवसर भयो। त्यसका लागि म सिङ्गो सहकारीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सहकारी भनेको समान उद्देश्यका लागि एउटा स्वायत्त संस्था हो। यसमा आज तपाईँहरू संस्थाको सदस्य होइन, तपाईँहरू संस्थाको मालिक हो। तपाईँहरू भोलि यो ऱ्याममा बस्न सक्नुहुन्छ। त्यसैले संस्थाले के गरिरहेछ, अब संस्थाले के गर्दैछ, अब हामी संस्थालाई कहाँ लानुपर्छ भन्ने कुराका लागि तपाईँहरूको अघि अध्यक्षले ल्याउनु भएको प्रतिवेदन, सचिवजीको प्रतिवेदन, लेखा समितिका संयोजकले ल्याउनु भएको प्रतिवेदन छ। त्यो प्रतिवेदनबाट हामीलाई के थाहा हुन्छ भने अब हामी कता जाँदैछौँ, अब हाम्रो सहकारीको रोडम्याप के हो। अहिले पछिल्लो चरणमा आएका नियमहरूलाई टेकेर जाँदै गर्दा हामी यी सबै कुराहरूलाई अघि अध्यक्षको प्रतिवेदनमा काम गर्न सक्छौँ कि सक्दैनौँ, चुनौतीको विषय छ। काम गर्न भन्न सकिन्छ, गर्न दुःख छ। आफै हुर्केको बिरुवालाई उखार्न दुःख हुन्छ, तर हामीले रोपेको सागलाई हुर्काउन झनै दुःख हुन्छ। सागलाई हुर्काउन पानी हालिराख्नुपर्छ, आफै हुर्केको बिरुवालाई उखार्नलाई पनि त्यसलाई पानी नै हाल्नुपर्छ। त्यो कसरी हाल्ने भन्ने कुरामा हामीले ख्याल गर्नुपर्छ। त्यसैले तारा नजिकै, जुन नजिकै, लालिमा साथमा छ, सारा नजिकै भनेर हामीले एउटा गोलबन्द गरेर लालिमालाई अझै राम्रो बनाउनका लागि आज तपाईँहरूसँग भएका 784 सदस्यमध्ये अर्को साधारण सभामा आउँदाखेरि कमसेकम 1000 बनाउन सक्नुहोस्। 1000 सदस्य बनाउँदै गर्दा पुँजीमा वृद्धि हुन्छ। केही पुँजीहरू कम छ, पुँजी बढाउनेतिर लाग्नुहोस्। सहकारी शिक्षा कोषमा भएको पैसालाई तालिम मार्फत जोड्नुहोस्। संस्थाले एउटा शिक्षा तालिम उपसमिति बनाइसकेका छ। हाम्रो
मैले आज मेरो प्रस्तुतिमा के कुरा समावेश हुनेछन् भन्ने कुराहरू मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु। मेरो प्रस्तुतिमा मुख्यतः 3वटा कुराहरू चाहिँ यहाँ समावेश हुनेछ। त्यसमध्ये सर्वप्रथम म लेखा समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन यहाँहरूमाझ पढेर र त्यसको व्याख्या गर्ने अनुमति चाहन्छु। त्यसपश्चात संस्थाको वित्तीय विवरणका बारेमा पनि यहाँहरूलाई म जानकारी गराउनेछु। भने त्यस लगत्तै मैले यस संस्थाको प्रस्तावित आगामी आर्थिक वर्ष 2082-83 का लागि प्रस्तावित बजेटका बारेमा पनि यहाँहरूलाई जानकारी गराउनेछु। तसर्थ यस संस्थाको आर्थिक बाटोका सम्बन्धमा यहाँहरूलाई जानकारी दिनका निम्ति मेरो यस प्रस्तुतिलाई ध्यान दिएर सुनिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। भन्दै म आफ्नो पहिलो प्रतिवेदन जुन लेखा समितिको तर्फबाट प्रस्तुत गर्न गइरहेको छु त्यसलाई सुरु गर्ने अनुमति चाहन्छु। आदरणीय शेरधनी महानुभावहरू, यस संस्था विक्रम सम्वत 2054 पौष 23 गते डिभिजन सहकारी कार्यालय कपिलवस्तुबाट लालिमा बहुउद्देश्यीय रोजगारीमूलक सहकारी संस्था लिमिटेडका नाममा दर्ता भएको कुरा यहाँहरूलाई जानकारी नै छ र यसको कार्यक्षेत्र पनि रूपन्देही रहेको कुरा यहाँहरूलाई पक्कै अवगत नै छ। यस संस्थाको आर्थिक वर्ष 2081-82 जुन 2081 श्रावणको 1 गतेदेखि 82 असारको 31 गतेसम्मको सम्पूर्ण हिसाब किताबको विवरणहरू अवलोकन गर्दा यस संस्थामा भएका आम्दानी, खर्च, बिल, भरपाई, भौचर, लगानीको फाइल, आय व्यय, सन्तुलन परीक्षण, नाफा नोक्सान, पासलात इत्यादिका अनुगमन तथा चेक जाँच गर्ने कामहरू सम्पन्न गर्दै आइरहेका छौँ। सोमध्ये यस संस्थाले सञ्चालन गर्दै आइरहेको उपभोक्ता सस्तो पसल तथा दुधजन्य पदार्थ बिक्री जस्तो कार्य पनि गरिरहेको कुरा यहाँहरूलाई जानकारी नै छ। यी विभिन्न कुराहरूको निरीक्षण तथा अनुगमन गर्ने क्रममा संस्थामा वा पसलमा देखिएका कमी कमजोरी सुधार गर्नुपर्ने पक्षको बारेमा व्यवस्थापक तथा कार्य समितिलाई विभिन्न समयमा जानकारी गराउँदै आइरहेका छौँ। दिएका सुझावहरूप्रति सञ्चालक एवं व्यवस्थापकज्यूहरूले गम्भीरतापूर्वक लिनुभएको मैले महसुस गरेको छु।
भएकी शेर सदस्य महानुभावहरू सम्पूर्ण हाम्रो लालिमा परिवारलाई मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी नै अगाडि बढोस् भन्न चाहन्छु। र अहिले राज्यले सहकारीलाई खासै नीति नियमहरू नबनाएको अवस्था छ। सहकारीमा अलिक बलियो नीति नियम बनाउने हो भने सहकारीहरू अझ बलियो र सशक्त तरिकाले चलाउन सकिन्थ्यो। सहकारीलाई त्यति वास्ता गरेको अवस्था छैन। त्यस कारणले जति चल्न सक्ने हो, जति अगाडि बढ्न सक्ने हो, कुनै त्यसरी अगाडि बढ्न सकेको अवस्था छैन। सहकारीलाई कतिपय कुरामा हातखुट्टा बाँधेको छ। दिनै पर्ने सेवा सुविधा र बनाउनु पर्ने नीति अगाडि बढाएको छैन। त्यस कारणले राज्यले छिटोभन्दा छिटो हाम्रो सहकारी वित्तीय संस्थाहरूलाई पनि एउटा राम्रो नीति बनाएर अगाडि बढोस्, सहजीकरण गरोस्। ट्याक्स मात्रै बढाउने, राज्यमा पैसै मात्रै चाहिएको छ सरकारलाई। ट्याक्स वर्षपछि बढाउँछ, जति पनि ट्याक्स तिर्नुपर्छ, हामीले लाखौँ ट्याक्स तिर्नुपर्छ दुःख गरेर जम्मा गरेको पैसा। तर सरकारबाट कुनै पनि सहकारीले कुनै पनि सहयोग सुविधाहरू र नाफा अथवा उहाँले दिएको सल्लाह सुझाव सहयोग सुविधाहरू भुक्तान गर्न पाएको छैन। यो कुरालाई पक्कै पनि आगामी दिनहरूमा यसलाई राज्यले पनि अगाडि बढाउनु पर्छ र संस्थाहरूलाई सहयोग गर्नुपर्छ। त्यो भयो भने सहकारी संस्थालाई अगाडि बढ्न सक्छ। स्वीकार्नुहोस्, आजको यस 27औं वार्षिक साधारण सभा, यस कार्यक्रमको नाम साधारण सभा भए तापनि आजको यस कार्यक्रम भने असाधारण छ। हामीले आजकै दिनमा दुईवटा काम गर्नुपर्ने छ। अघिल्लो आर्थिक वर्षभरि भएका हाम्रो आय व्यय के कति रहे, हामीले के काम गर्यो भन्ने कुराको प्रतिवेदनहरूलाई पास गरेर अनुमोदन गरेर अगाडि बढ्न पर्नेछ भने अब आगामी दिनमा हाम्रो यो संस्थाको कार्यदिशा कहाँ पुग्नेछ र आगामी दिनको रणनीति के रहनेछ भनेर आगामी वर्षको बजेट तथा रणनीति योजनाहरूलाई पनि पास गरेर अघि बढ्नु पर्नेछ। त्यसैले मैले पुनः अघि म्यामले पनि पूर्व वक्ता म्यामले पनि अनुरोध गर्नुभएको बमोजिम सम्पूर्ण सेवा सदस्यहरूलाई धैर्य धारणा गरी आजको यस कार्यक्रम साधारण सभा, नाम मात्र साधारण सभा हो तर गर्नुपर्ने काम असाधारण रहेकोले धैर्य धारणा गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी मैले संस्कृति हुँदाखेरि अब यो संस्थाको एउटा सदस्य संस्था कुनै पनि संस्थाहरू सबल हुनको लागि, सक्षम हुनको लागि, बलियो हुनको लागि जसरी ओदानको खुट्टाहरूले काम गरेको हुन्छन्, जसरी ओदानको खुट्टामा चाहिँ 3टा खुट्टा बलियो भए या 4वटा खुट्टा उसको ओदानको खुट्टा बलियो भए मात्र हामीले पकाउन खोजेको कुरा पाक्छ। त्यस्तै गरी संस्थाको 3टा ओदानको खुट्टाको रूपमा सञ्चालक, कर्मचारी र सेवा सदस्यको उत्तिकै भूमिका रहन्छ। यदि एउटा मात्र खुट्टा कमजोर भयो भने त्यति बेलाको अवस्थामा जुनसुकै बेला पनि संस्था धराशायी हुन सक्छ। त्यसैले हामी यो 3टा खुट्टा बलियो बनाउनको लागि सदैव कर्मचारी, सञ्चालक समिति र सेयर सदस्य हातमाले गरेर अगाडि बढ्नुपर्नेको कुनै अर्को विकल्प छैन। त्यसैले हजुरहरूले यो कुरालाई ओदानको रूपमा जसरी ओदान सही भए हाम्रो खाना पाक्छ, त्यसै गरी संस्थाको 3टै पक्ष बलियो भए मात्र संस्था सबल हुन सक्छ भन्ने कुरालाई बुझ्नुहुनेछ भन्ने अनुरोध गर्दछु। यसै गरी 14औं खुट्टा अहिले बजारमा आएको चाहिँ नियामक निकाय है। हामीलाई नियामक निकायहरूले चाहिँ अहिले पछिल्लो समय हाम्रो नियामक निकाय हराएको अवस्था थियो। 2074 सम्म चाहिँ डिभिजन सहकारी कार्यालय थियो। डिभिजन सहकारी कार्यालयले हामीलाई हेरिरहेको अवस्था थियो भने अब देश सङ्घीयतामा गए लगतै डिभिजनल कार्यालयहरू खारेज भए, त्यसपछि नियामक निकायहरूले हामीलाई हेरिरहेको अवस्था थिएन। अहिले पछिल्लो समय यही कुरालाई मध्यनजर गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरण चाहिँ गठन भएको छ र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले विभिन्न निर्देशिकाहरू जारी गरिरहेको छ र आफूलाई उस्तो कार्यक्रममा चाहिँ दर्ता हुनको लागि आह्वान गरिरहेको अवस्था छ। त्यसैले विभिन्न समयमा प्राधिकरणले दिएका मापदण्डहरूलाई हामीले पालना गरेर अघि बढ्न पर्नेछ। हामी खबरदारीका 75 शेर धनी हौँ। वर्षभरिमा के कस्तो काम भयो, ठिक छ वा छैन, विगत तपाईँका यस्तै बुक पटाउनु भयो भने त्यहाँ हुन्छ 16%सम्म 17%सम्म ऋणमा ब्याज तिरेर हामीले पाएको 5% अरू पैसा कहाँ गयो भन्दा त्यो पैसा हामी खोज्न लिप्त भएनौँ। त्यसमा उठाएको पैसामा 5% आफूले कमिसन खाँदाखेरिको अवस्था सम्भवतः अध्यक्ष नै गत 2 वर्ष अगाडि 1.5 वर्ष अगाडिसम्म दैनिक उठाउनु हुन्थ्यो, किनकि 5 मा भत्ता पाउँदा कसले छोड्ने र
यहाँका ठुल्ठुलो हाकिमले भन्दा बढी तलब पाइने अवस्था थियो। त्यो अवस्था हामीले ध्यान दिनौँ। यही कुराहरू मैले करिब 10 वर्ष अगाडि एउटा फोनमा बोलेको थिएँ, तर सुनवाई हुन सकेन। सञ्चालक समिति जानुहुन्थ्यो, बस्नुहुन्थ्यो, साइन गर्नुहुन्थ्यो, हिँड्नुहुन्थ्यो, भत्ता बुझ्नुहुन्थ्यो, कतिसम्म काम गर्नुभयो भन्ने कुराको बारेमा थिएन। तर वर्तमान अवस्थामा हेर्दाखेरि 5बाट 4% गदसा घटाउनु भयो, त्यसलाई धन्यवाद छ। एक घटाउनु भयो, त्यो पनि बढी छ भन्ने कुरामा केही सल्लाह मैले दिएकै थिएँ। तर अहिले त्यो सबै खाल गरेर एउटा कर्मचारीमा तलबमा निर्धारण असल राम्रो पक्ष त्यो काम गर्ने कति छ के छ त्यो कुरा गर्नुपर्ने अवस्था पनि छ। त्यतिखेरको समिति र अहिलेको समितिमा चाहिँ पक्कै केही फेरबदल भइसक्यो होला व्यवहारमा, कार्यप्रणालीमा। यहाँ अझै पनि हामी पुरा सुरुदेखि अन्तिम अझै पनि बाँकी छौँ जस्तो चाहिँ सम्मानित भएर अगाडि आउनुभएको छ। अझ उहाँ एकजना पुरानो अझै एकजना हुनुहुन्छ सुरुदेखिकै होला जहाँसम्म लाग्छ। त्यसरी जोसुकै भए पनि हामी मिलेर जाउँ, संस्थाको उन्नति प्रगति गरौँ। संस्थामा उही 3टा उदानका खुट्टाहरू बराबर भयो भने बल्ल खाना राम्रोसित पकाउन सकिन्छ, भाँडा डल्बल हुँदैन भन्ने कुरा हामीले थाहा पाइसक्यौँ। संस्थामा के भएछ भन्ने कुरा अगाडि बोल्नुभएका अध्यक्ष, सिए, अरू सबै सदस्यहरूले भनिसक्नु भएको छ। त्यसैले मलाई दोहोऱ्याउनु जरुरी छैन। संस्था राम्रो होस्, फलोस्, फुलोस्। हामी यहाँ नै दत्तचित्त भएर लागौँ। काम गर्ने कर्मचारीलाई पनि सुविधा जबसम्म दिन्न त्यहाँनिर हामी 3टा उदानका खुट्टा बराबर भयो भने कर्मचारी पनि सक्षम नभएसम्म संस्था अगाडि जाँदैन। अस्ति कता खुसुक्क सुनेको थिएँ मैले, कर्मचारीलाई दिने उपदान कता झगडे कसो गरेर फालियो भन्ने सुनेको थिएँ। अहिले के भइरहेको त मलाई जानकारी छैन, त्यसको बारेमा सुन्दा पनि सुनेन। अवश्य आयो होला, आउनुपर्छ त झुक्किएर गएको होला। कसैलाई दिने भनेको रकम चाहिँ नि बेकार अन्त जाँदैन। अब आजबाट सहकारी यस संस्थाले कसैलाई सम्मान कार्यक्रम सुरु गरेछ भन्ने सुने। शैक्षिक क्षेत्रमा पनि यस संस्थाबाट उन्नति, यो संस्थाबाट आबद्ध भएका व्यक्तिहरूले पढाइ लेखामा अगाडि दक्षता हासिल गरेका छन् भने तिनलाई पनि सम्मान गर्नुपर्छ।
जिम्मेदारी केही छैन। खालि चिन्ता 800 रुपियाँमा उनको त 800 नै, यहाँ त हजारौँ लाखौँ रुपियाँ जम्मा भएको छ, त्यसको खोजी छैन। कसलाई सुनाउने भाषण गरेर कसले बुझ्छ? कुर्सीले बुझेर भएन, मान्छे छैन। अब केही कुरा भन्न त थियो, कसलाई सुनाउने? 800 रुपियाँमा मोरीमेटी गर्छन्, आफ्नो लाखौँ रुपियाँ, हजारौँ रुपियाँ सही उपयोग भएको छ कि गलत उपयोग भएको छ कि त्यसको खोजी छैन। टाढा जानु पर्दैन, यही कल्पवृक्षलाई हेर्नु, जसको पैसा डुब्यो त त्यसलाई थाहा छ। रवि लाने छाने भुटौललाई थाहा छ, पोखरालाई थाहा छ, चेतौनलाई थाहा छ। यो यस्तै आफ्नो यही भत्ताले गर्दाखेरिमा, नम्बु दिँदाखेरिमा डुबिरहेछन्। संस्थामा जान अहिले सोध्ने बेला, बुझ्ने बेला यो आइरहेछ। खै त मान्छेलाई चिन्ता? हजारौँ रुपियाँ जान्छ नि त, केही चिन्ता छैन। तर यो 800 रुपियाँ पाउनु, हामी 800 रुपियाँ यसरी दिएको हो। एउटा संस्था भन्ने सालमा एक दफे साधारण सभा हुन्छ। त्यस साधारण सभामा सबै मान्छेहरू जुट्ने, ज्यान पहिचान गर्ने, पिकनिक खेल्ने, अब नाचगाना गर्ने, यस्तो सबै प्रोग्राम गर्ने हो। हामीले ऋण मात्रै लिन्छौँ भनेर लालीमामा पैसा जम्मा गर्ने होइन, संस्थामा गर्ने होइन। हामीले 500 गर्छ भन्दा पनि 100 रुपियाँ मनोरञ्जनतिर लाउनु पर्छ। त्यो सोचाइ छैन। तर धेरै बोलेर पनि केही काम छैन।